So hello and morning everyone. आजको डेट 16th नोभेम्बर 2021 रहेको छ र यससँगै आज हामी मेनली फरेक्स फ्याक्ट्रीसँग रिलेटेड कुराहरू मात्र गर्न खोजिरहेको छौँ यस भिडियोमा है। मेनली अरू भिडियोजहरुमा हामी अपलोड गर्दै गर्दैछौँ कि अब गोल्ड सिल्भर कपर एन्ड क्रुडको चाहिँ मेनली टेक्निकल एनालाइसिस फन्डामेन्टल्ली कस्तो छ है त्यो बारेमा रिलेटेड भिडियोहरू आउने नै गर्दछ। ओके, सो मुभिङ एट दि फरेक्स फ्याक्ट्रीको पार्ट। ओके, सो न्युजको पार्टमा अहिले हामीले आजको लागि मेजरली न्युजहरू हेर्ने हो भने 7:15 PM मा रहेको कोर रिटेल सेल्स चाहिँ अहिले मेजर न्युज भनिदिन सक्छ। ओके, सो यो चाहिँ अरू न्युज भन्दा अलिकति इम्पोर्टेन्ट बनिन्छ है, जसले चाहिँ $30-40 चाहिँ भोलाटिलिटी क्रिएट गर्न सक्छ है। त्यसलाई चाहिँ हामीले बेस मान्नुपर्छ र अलि फोकस हुनुपर्छ। त्यसै गरी रिटेल सेल्स रहेको छ $20 देखि $30। ओभरअल मार्केटमा हेर्ने भने $25 $20 देखि $25 को चाहिँ अप एन्ड डाउन मोमेन्टमहरू चाहिँ देख्न सक्छौँ आज, किनकि इनर सप डाटाजहरू चाहिँ के छ, मन्थली आउने डाटाजहरू है, जुन चाहिँ डेलीमा वा विकली रेसियोमा आउने डाटा हैन कि मन्थली रेसियोमा आउने डाटाजहरू छ, जुन चाहिँ 7:15 PM को न्युज चाहिँ मेजर इम्पोर्टेन्ट बनिन्छ आजको लागि। सो त्यसैसँगै अलिकति माइनर न्युज है, मिडियम इम्प्याक्ट वाला न्युज हेर्ने हो भने 8 PM मा रहेको छ, जुन चाहिँ इन्डस्ट्रियल प्रोडक्सन छ, जुन चाहिँ US को, यो पनि मन्थलीसँग रिलेटेड छ है। सो यो कुराहरूलाई चाहिँ हामीले अलिक फोकस गर्नुपर्ने भयो आजको दिन, र यसरी नै ट्रेड गरेर अलिकति न्युज टाइममा 6 PM देखि चाहिँ तपाईँले के गर्नुपर्ने हो, नेपाली टाइम मार्केटमा फोकस गर्नुपर्ने हो। भोलाटिलिटीहरू देख्न सक्नुहुन्छ, जुन ठाउँमा ट्रेड गरे पनि प्रफिट हुन सक्ने खाली सिचुएसन पनि छ, बट एट द सेम टाइम रिस्क पनि धेरै हुन सक्छ। ठुलो ट्रेड गरिरहनु भएको छ भने स्टप लस हान्दै इक्विटी हिट पनि हुन सक्छ। ओके, सो काम पोस्चरले स्मल ट्रेड्स वा तपाईलाई लाग्ने ट्रेड्समा चाहिँ स्टप लस राखेर न्युज आइसकेपछि न्युजले के भन्छ त्यसलाई बुझ्न खोज्नुहोस् आजको न्युज। ओके, सो इफ पोसिबल हामी आज 7 बजेतिर तपाईहरुलाई यो भिडियो नै राख्नेछौँ है। मेनली एउटा छुट्टै नै बनाइदिनेछौँ, एउटा मिटको लिङ्कहरू प्रोभाइड गर्नेछौँ, जहाँ चाहिँ तपाईहरुले चाहिँ हामीले चाहिँ लाइभ मार्केट देखाउनेछौँ। ओके, सो लाइभ मार्केटमा चाहिँ कसरी चाहिँ भोलाटिलिटी क्रिएट भइरहेको छ र कसरी चाहिँ न्युजले कतिको इम्प्याक्ट पार्यो। ओके, सो त्यसलाई फोकस गरेर हामी तपाईहरुको अगाडि आउनेछौँ। सो ओके, सो द्याट्स अल फर टुडे है, अहिलेलाई यति नै। मेनली गोल्ड सिल्भर कपर अनि क्रुडको चाहिँ टेक्निकल र फन्डामेन्टल एनालाइसिसको पार्ट चाहिँ अब केही समयमा आउनेछ हजुरहरूलाई। ओके, सो थ्याङ्क यू फर लिसनिङ।